यहाँहरू सबैजनालाई मेरो यस युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी इपिएस टपिक अन्तर्गत नयाँ पाठ्यक्रम अन्तर्गत रहेको पाठ 1 मा रहेको हाङ्गुके इन्चायाजान कोरियाको चाहिँ अभिवादन गर्ने संस्कारको बारेमा अध्ययन गर्न गइरहेका छौँ। यस अन्तर्गत हामीले चाहिँ कोरियामा चाहिँ कसरी आफूभन्दा ठुला मान्छेलाई साना मान्छेलाई अथवा आफ्नो साथीभाइसँग अभिवादन गरिन्छ भनेर केही कुराहरू चाहिँ राखिएको छ, जस अन्तर्गत चाहिँ हामीले देख्न सक्छौँ। यहाँनिर पहिलो चित्रमा आफूभन्दा ठुला मान्छेलाई कसरी गरिएको छ अभिवादन, त्यस अन्तर्गत आफ्नो साथीभाइसँग कसरी गरिएको छ दोस्रोमा देखाइएको छ। त्यसै गरी यहाँ साथीभाइसँग भेट्दा के गरिएको छ र सरकारी कार्यालय अफिसहरूमा कसरी अभिवादन गरिएको छ भनेर देखाइएको छ, हामीले देख्न सक्छौँ। त्यस्तै अब हामी विषयवस्तुतर्फ लागौँ। हाङ्गुके सनुन कोरियामा चाहिँ साङ्दे ए तारा भनेको दोस्रो पक्ष अनुसार, नाउन प्लस ए तारा भनेको को अनुसार, इन्सानुन भनेको अभिवादन गर्ने, फाङ्सिक ई भनेको तरिका थारुमिदा फरक हुन्छ। हाङ्गुके सनुन कोरियामा चाहिँ साङ्दे ए तारा भनेको दोस्रो पक्ष अनुसार, इन्सानुन भनेको अभिवादन गर्ने, फाङ्सिक ई तरिका थारुमिदा फरक हुन्छ। छासिन पोदा आफूभन्दा नायका मानगाना उमेर चाहिँ धेरै अथवा छेउका नपुन भनेको पदले चाहिँ उच्च भएको अथवा ठुलो अथवा धेरै भएको हो। सारामेगे नुन भनेको मानिसलाई चाहिँ आनेगासियो तोनुन अथवा आनेगासिमिका रागो भनेर माराम्य कुरा गर्दै, खोगिरुल सुकिगाना भनेको शिरलाई झुकाउने अथवा हरिरुल खुब्य भनेको कम्मरलाई निहुराएर इन्सामिदा अभिवादन गरिन्छ। खोगिरुल सुकिगाना भनेको शिरलाई झुकाउने अथवा हरिरुल खुबिहानुन कम्मर बङ्ग्याउने अथवा निहुराउने, खसुल कुरा साङ्दे ए थ्यान भनेको दोस्रो पक्षको बारेमा, छोङ्ग्याङ उल भनेको सम्मान, नाथानेनुन भनेको देखाउने, छेसु छ इम्निदा भनेको मनको भाव हो भनेर भनिन्छ। फेरि एकपल्ट माथिदेखि हेरौँ। हाङ्गुके सनुन साङ्दे ए तारा इन्साहानुन फाङ्सिकी थारुमिदा कोरियामा चाहिँ दोस्रो पक्षको अनुसार अभिवादन गर्ने अथवा दोस्रो पक्षलाई चाहिँ अभिवादन गर्ने तरिका चाहिँ फरक हुन्छ। छासिन बदा नाइगा मानगाना छिउगा नपुन सारा मेगेनुन आन्याङ हासेयो तोनुन आन्याङ हासिमिक्का रागो माराम्य खोगिरुल सुगिगाना हरिरुल खुब्य इन्सामिदा। आफूभन्दा उमेरले धेरै भएको अथवा पदले चाहिँ उच्च भएको मानिसलाई चाहिँ आन्याङासियो अथवा आन्याङासिमिका भनेर कुरा गर्दै खोगी शिरलाई चाहिँ झुकाउने अथवा कम्मरलाई बङ्ग्याएर अभिवादन गरिन्छ। खोगिरुल सुकिगाना भनेको चाहिँ शिरलाई झुकाउने कम्मर बङ्ग्याउने कुरा चाहिँ दोस्रो पक्षको बारेमा सम्मान देखाउने एउटा चाहिँ मनको भाव हो भनेको छ। त्यस्तै हानफ्यान भनेको अर्कोतर्फ, छासिन बोदा आफूभन्दा नायगा उमेर अरिगना भनेको सानो अथवा छिनान साराम एकी भनेको घनिष्ठ मानिसलाई चाहिँ आन्यङ इरागो आन्यङ भनेर मारहाम्य कुरा गर्दै, हान सोनुरो भनेको एक हातलाई, खाप्याप्के भनेको हलुका खाप्याप्ता भनेको हलुकाउन, खाप्क्याप्के भनेको हलुका, थुल्गना भनेको उचाल्ने अथवा उठाल्ने, अनि हुन्दुरा भनेको हल्लाएर चाहिँ फान्गा उमुल भनेको खुसीलाई चाहिँ नाथानेमिदा भनेको देखाइन्छ अथवा दर्शाइन्छ भन्छ। हानफ्यान छासिन पोदा नाइगा अरिगना छिनान सारा मेगेनुन आन्याङ इरागो माराम्य हान सोनुरो खाप्यप्के थुल्गाना हुन्दुर फान्गा उमुल नाथानेमिदा भनिन्छ। आफूभन्दा अर्कोतर्फ चाहिँ हेर्दाखेरि आफूभन्दा उमेरले सानो अथवा घनिष्ठ मानिसलाई चाहिँ आन्यङ भनेको अथवा हाई हेलो भनेर चाहिँ कुरा गर्दै चाहिँ एक हात उठाएर हेलो उठाएर हल्कासँग उठाएर चाहिँ
हल्लाएर चाहिँ खुसीलाई चाहिँ देखाइन्छ भनेर भनिएको छ। त्यस्तै तलपट्टि जाउँ। 안녕하십니까 안녕은 चाहिँ 인사하는 भनेको अभिवादन गर्ने, 시간 ए भनेको समय, सिगान ए समयमा, सांगङ अप्सी भनेको बिना औपचारिक अथवा फरक नभएर चाहिँ आछिम छमसिम छन्यक अप्सी आछिम छमसिम छन्यक अन्जी दुन्जी भनेको जहिले सुकै चाहिँ साङ्गाल सुइसिम्दा प्रयोग गर्न सकिन्छ भन्छ। जस्तै 안녕하세요 भने चाहिँ यो निम्न आधारबाट चाहिँ अभिवादन गर्दाखेरि 안녕하세요 भनेर गरिन्छ। उच्च आधारर्थी भाषाको प्रयोग गरेर भन्दाखेरि चाहिँ 안녕하십니까 भनेर अभिवादन गरिन्छ। भने 안녕지 भने चाहिँ फानमाल भाषा प्रयोग गरेर बनिएको हो त्यो चाहिँ। त्यस्तै हामी अगाडि जाउँ। खुङजग इन भनेको सार्वजनिक अथवा सरकारी अथवा औपचारिक सांगङेसनुन भनेको अवस्थामा चाहिँ छुरो प्राय आक्सुरल हामिया भनेको हात मिलाउँदै इन्सामिदा अभिवादन गरिन्छ। थामन मात्र अथवा केवल छासिनपदा नायिका आफूभन्दा उमेरले वल्सिन ज्यादै मानगन धेरै अथवा छेउगा नपुन भनेको पदले धेरै भएको अथवा उच्च भएको साराम एगेनुन भनेको मानिसलाई चाहिँ इन्साहानुन अभिवादन गर्ने इन्साहाल्तेनुन अभिवादन गर्ने बेलामा चाहिँ विन्सुनरो भनेको देब्रे हातले ओरुन फालिना भनेको दाहिने पाखुरा अथवा ओरुन सोन भनेको दाहिने हातलाई चाहिँ फाँचीको भनेको अडेस लगाएर अथवा थेगेर अथवा त्यसलाई आधार दिएर आक्सुर हानुन भनेको चाहिँ हात मिलाउने खस एक कुरा चाहिँ यो इम्दा भनेको शिष्टाचार हो भनेर भनिएको छ। खुङजगिन सांगङ एसनुन छुरु आक्सु रुल हाम्यो इन्साहमिदा सार्वजनिक अथवा सरकारी अथवा औपचारिक अवस्थामा चाहिँ प्राय चाहिँ हात मिलाएर अभिवादन गरिन्छ। थामन छासिन फोदा नाइगा वल्सिन मानगना छिउगा नपुन सारा मेगेनुन इन्साहाल्ते वइन्सोनुरो ओरुन फालिना ओरुन सोनुरो फाछीको आक्सुर हानुन खसी यो इमिदा केवल आफूभन्दा उमेर चाहिँ ज्यादै धेरै अथवा पदले चाहिँ ठुलो अथवा धेरै भएको मानिसलाई अभिवादन गर्ने बेलामा चाहिँ देब्रे हातद्वारा दाहिने पाखुरा अथवा चाहिँ दाहिने हातलाई चाहिँ आधार दिएर अथवा अडेस दिएर आक्सुर हानुन भनेको हात मिलाउने कुरा चाहिँ शिष्टाचार हो भनिएको छ। त्यसै माथिबाट एकपल्ट एकचोटि सर हेरौँ। हाङ्गुकेसनुन कोरियामा चाहिँ साङ्दे एतारा हाङ्गुकेसन म एकचोटि सरसरी कोरियन टु नेपाली पढिदिन्छु होइन। हाङ्गुकेसनुन साङ्दे एतारा इन्साहानुन फाङ्सिगे थारिमिदा छासिन फोदा नाइगा मानगाना छिउगा नपुन चारामेगे नुन 안녕하세요 또는 안녕하십니까 라고 말하며 고개를 숙이거나 허리를 굽여 인사합니다. 고개를 숙이거나 허리를 굽이하는 것은 상대에 대한 존경을 나타내는 제스처입니다. यसले चाहिँ के भन्न खोजेको छ भने कोरियामा चाहिँ दोस्रो पक्षको अनुसार चाहिँ अभिवादन गर्ने तरिका चाहिँ फरक हुन्छ। आफूभन्दा उमेरले चाहिँ धेरै अथवा पदले चाहिँ उच्च भएको मानिसलाई चाहिँ अथवा चाहिँ कसरी अभिवादन गरिन्छ भनेर चाहिँ भनिएको छ। माराम्यो भनेको कुरा गर्दै चाहिँ खोकी भने शिरलाई चाहिँ झुकाएर कम्मरलाई चाहिँ बङ्ग्याएर अभिवादन गरिन्छ भनेको छ। अब शिरलाई झुकाउने अथवा कम्मर बङ्ग्याउने कुरा चाहिँ साङ्दे बाङ ए थ्यान भनेको दोस्रो पक्षको बारेमा सम्मान देखाउने चाहिँ एउटा मनको भाव हो भन्छ अथवा इसारा हो भन्छ।
한편 자신 보다 나이가 어리거나 친한 사람에게는 안녕이라고 말하며 한 손으로 가볍게 돌거나 흔들어 반가움을 나타냅니다. आफूभन्दा उमेरले चाहिँ सानो अथवा घनिष्ठ मानिसलाई चाहिँ आन्यङ अथवा हाई हेलो भनेर चाहिँ कुरा गर्दै एक हात चाहिँ खापेपके हल्कासँगले उचालेर उठाएर अथवा हुन्दुरा हल्लाएर फन्काउनु खुसीलाई चाहिँ देखाउँछ भनेको छ। 안녕하세요, 안녕하십니까, 안녕은 인사하는 하는 시간에 상관없이 아침, 점심, 저녁 언제든지 사용할 수 있습니다. 안녕하세요, 안녕하십니까, 안녕 चाहिँ अभिवादन गर्ने समयमा चाहिँ फरक नभएर चाहिँ बिहान दिउँसो साँझ जहिलेसुकै प्रयोग गर्न सकिन्छ भनेर भनिएको छ। 공적인 상황에서는 주로 악수를 하며 인사합니다. 다만 자신보다 나이가 훨씬 많거나 지위가 높은 사람에게는 인사할 때 왼손으로 오른팔이나 오른손을 받치고 악수를 하는 것 이유입니다. सरकारी अथवा औपचारिक अवस्थामा चाहिँ प्राय चाहिँ हात मिलाएर अभिवादन गरिन्छ। मात्र अथवा केवल आफूभन्दा उमेरले चाहिँ ज्यादै धेरै अथवा पदले चाहिँ उच्च भएको मानिसलाई चाहिँ इन्सा हाल्दे भनेको अभिवादन गर्ने बेलामा चाहिँ देब्रे हातद्वारा दाहिने पाखुरा अथवा दाहिने हातलाई चाहिँ अडेस लगाएर अथवा आड दिएर हात मिलाउने कुरा चाहिँ संस्कार हो अथवा शिष्टाचार हो भनेको छ। यति नै छ यसको अभिवादन गर्ने कुरामा चाहिँ हामीले जान्नुपर्ने कुरा चाहिँ यस अन्तर्गत यसमा भएको ग्रामरमा चाहिँ नाउन प्लस ए तारा भनेको को अनुसार, त्यस पछाडि भनेको तपाईँको चिसो छ भनेको मनको भाव, त्यस्तै गरी फाँचीको भने चाहिँ आधार दिएर अथवा थिगेर भन्ने कुरा हुन्छ।